अहिले त राति जाने हो भने त दिउँसो जाने दिउँसो खुल्या हुँदैन क्या दिउँसो खुले पनि खानालाई मात्र खुल्या हुन्छ खेल्नलाई खुल्या हुँदैन ए हो र बेलुका क्याम्पिङ भनेको बेलुका पनि खुल्छ बिहान पनि खुल्छ हो खुल्छ तर बेलुका चाहिँ यो चाहिँ गेम खेल्ने ठाउँ हो बेलुका खेल्न जान मिल्छ यसमा चाहिँ हामी स्केट गएको छौँ न त तर यसमा चाहिँ पुरै ड्रेसहरू हायर गर्नुपर्छ क्या अरे एकछिन जाउँ न त नि हेरेर आउन त नि हामी हेरौँ न हेर्न मात्रै जान मिल्दैन यो चाहिँ एयरपोर्ट साइड हो हामी आज एरोप्लेन हेर्न जाने हो त सोच्थे हामी कहाँ जान लाग्यो अहिले जसले हेर्नु भएको छ सबैजनाले तल कमेन्ट गर्नु होला अनि सब्सक्राइब पनि गर्नु होला लाइक पनि गर्नु होला कमेन्ट पनि गर्नु होला सेयर पनि गर्नु होला हामी अब राइड जाउँ न राइड चाहिँ के छ चार्ल्स हिटन ड्राइभले एयरपोर्ट जाने ठाउँ हो यो तिमीलाई कसै थाहा हुन्छ सबै कुरा बिरालो आउँछ भनेको के हो बाटोमा के आउँछ भनेको थाहा थियो कताबाट जाने हो एयरपोर्ट हामी चाहिँ हेलिकप्टर हेरेर जान लाग्यो अहिले एभिएसन इन्स्टिट्युट रे हामी अलिक स्लो जान मिल्छ 40 को स्पिड रे चाहिँ ए ओके यो चाहिँ सोलर गरेर चाहिँ यो चाहिँ एभिएसन इन्स्टिट्युट रे यहाँ चाहिँ सानो सानो हेलिकप्टरहरू हायर गर्न मिल्छ हायर गरेर घुम्न जान मिल्छ त्यो चाहिँ हामीले अहिलेसम्म गरेको छैन एक्सपिरियन्स छैन हामीहरू यो ठाउँ हो र यो बाटो हो र हजुरले ल्याइस्यो साट एयर इन्जिनियरिङ रे यहाँ चाहिँ इन्जिनियर पढ्नु पर्ला होइन नि फ्रीमा मलाई ए हो र तर धेरै नै स्कोप चाहिँ छ त्यसमा है पैसाको लागि पर्ने हो कि सबै हेलिकप्टर हो यो राजा एरोप्लेन हो कि हेलिकप्टर हो यो हेलिप्याड भन्छ यहाँ चाहिँ वेटिङ गर्ने ठाउँ जस्तो छ ठुलो एयरप्लेन चाहिँ यतापट्टि यो चाहिँ एयरप्लेन हो ठुल्ठुलो हुन्छ सुरु इन्टरनेसनल एयरपोर्ट हो नि त पल्लो बाटो दुईजना भयो चलाउने एकजनाले 3 जना भन्यो कि जम्मा गाडी मोटरसाइकल जस्तै हो यहाँ चाहिँ यहाँ पार्किङ गरेर जाने हो